ज्ञानेन्द्रले पहिला पनि केही ठुल्ठुला गल्ती गरेका छन्। मैले त मूर्खता नै गरेको देख्छु ज्ञानेन्द्रले। अहिले धेरै नभनौं, अब फेरि अर्को मूर्खता गरेर आफ्नो चाहिँ रहेको ऊ पनि सबै सखाप पार्ने गल्ती नगरून् भन्ने म चाहन्छु। भ्रममा हामी पर्नुहुन्न। गणतन्त्रका विरुद्धमा राजतन्त्र आउने सम्भावना रहँदैन। यदि राजालाई राजनीति नै गर्न मन लागेको हो भने पार्टी खोल्ने हुन्छ। किनभने नेपाली जनताले उदारतापूर्वक त्यति बेला उनलाई कारवाही गर्नुको सट्टा आरामसँग बस्न दिएको चाहिँ उदारतालाई, जनताको हामीहरूको उदारतालाई राजाले कमजोरी सम्झेर चाहिँ राजनीति गर्न खोजेको हो भने उहाँ पार्टी खोलेर चुनाव लड्न आयो हुन्छ, चुनाव जिते हुन्छ। त्यो अधिकार हाम्रो संविधानले दिएको छ। जबरजस्ती गर्न खोजियो भने नेपाली जनतालाई यो सही हुन्न। मैले पहिला पनि भनेको छु, हाम्रो लोकतन्त्र यति उन्नत, यति संयमित र यति आदर्श लोकतन्त्र हामी कहाँ छ कि हाम्रो पूर्व राजाले अहिले देशभित्र नागरिकका रूपमा सम्पूर्ण अधिकारको उपभोग गरेर बस्नुभएको हो। यो लोकतन्त्रको चरित्र। त्यसो भएको हुनाले यो लोकतन्त्रका विरुद्धमा अरू कुनै निरङ्कुशता, एकछिनका लागि केही साथीहरूले हल्ला गरिरहनु भएको छ, गरिरहनु होला। लोकतन्त्रका विरुद्ध षड्यन्त्र यो देशमा निरन्तर हुँदै गरेको छ। षड्यन्त्र गर्ने कोसिस होला, तर त्यो षड्यन्त्र काम लाग्दैन, त्यो हल्ला काम लाग्दैन। किनभने मैले के भन्ने गरेको छु भने समाज विकासको विज्ञानले के भन्छ भने समाज अगाडि बढिसकेपछि फर्किँदैन। निरङ्कुशताबाट लोकतन्त्रमा आएको हो नेपाली समाज, अनि फेरि निरङ्कुशतातर्फ फर्किन्छ। राजतन्त्र, निरङ्कुश राजतन्त्रबाट जनताबाट निर्वाचित हुने आम नागरिकको छोरो राष्ट्रपति हुने गणतन्त्रको व्यवस्थामा आएको हो नेपाल, फेरि फर्किन्छ। त्यसो भएको हुनाले यस्तो खालको चाहिँ पूर्व राजाजीलाई सबै खालका स्वतन्त्रता उपभोग गर्ने अधिकार छँदैछ। पार्टी खोल्ने स्वतन्त्रता छ, चुनाव लड्ने स्वतन्त्रता छ। त्यसकारण गणतन्त्रलाई फालेर सुटुक्क षड्यन्त्रमूलक ढंगले राजतन्त्र फर्काउला भन्दा बरु चाहिँ त पार्टी खोलेर जनताका बीचमा खुला छलफल गरौँ। गणतन्त्र किन राम्रो, राजतन्त्र किन नराम्रो, नेपाली जनताले किन राजतन्त्र फाले, किन गणतन्त्र ल्याए, खुला जनताका बीचमा छलफल गरौँ न। आउँ राजनीतिक रूपले हामीले पार्टी खोलेका छौँ, हामी जनताका बीचमा आफ्नो धारणा राख्दैछौँ। त्यसरी नै पार्टी खोलौँ, जनताका बीचमा प्रतिस्पर्धा